म कुनै पनि दिन दलितको कोटाबाट कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। दलितको कोटाबाट एक कप चिया पनि खाँदिनँ। म दलितको त्यो ठाउँ लगेर दलितको ठाउँमा दलितको नाम बेचेर म एक कप चिया पनि खाँदिनँ। खास गरी दलितको मुद्दा उठाएको पार्टी चाहिँ माओवादी भनेर भन्छन् कि, र केही सिनेरियोहरू हेर्ने हो भने त्यो पनि देखिन्छ होइन। खगेन्द्र सुनार गएको भए पनि बरु माओवादीमा जानु पर्थ्यो। हिजो बन्दुकको नालबाट परिवर्तनको आवाज बोल्ने त माओवादी हो। आज घन्टी बजाएर परिवर्तन हुन्छ भन्ने खालको टिका टिप्पणी पनि छ कि। हो, तपाईँले अहिले भनेको जस्तो यसमा अलिकति समीक्षा गरौँ, यसलाई अलिकति पछाडिपट्टि फर्केर हेरौँ। म माओवादी तपाईँले प्रस्ताव गर्दै गर्दा म हिजो कङ्ग्रेसको एउटा पृष्ठभूमिमा बसेँ। हिजोको उसमा सबैभन्दा ठुलो एउटा लामो इतिहास भएको पार्टी कङ्ग्रेस हो भन्दै गर्दा त्यसलाई यसो फर्काएर हेरियो। 2009 सालमा धनमान सिंह कङ्ग्रेसको महामन्त्री भएको थियो। अब 2009 साल पुग्दै गर्दा अहिलेसम्म एउटा दलित महामन्त्रीभन्दा मात्र सहमहामन्त्रीभन्दा मात्र जान पाउने अवस्था छैन। कङ्ग्रेसभित्र लागेका दलितहरूको बेहाल छ त्यहाँभित्र। अनि यसका पछाडि पनि दुई चारवटा कारण, दुई चारजना दलितहरूले त्यसलाई त्यहाँका नेताहरूले यस्तो छेको हालेर बसेका छन्। यो फेरि अलिकति अचम्म पनि, मलाई खासमा अरू गैर दलित मात्र टिका टिप्पणी गर्ने होइन, मलाई दलितले पनि खासै रुचाउँदैनन्। मलाई किन रुचाउँदैनन् दलितहरूले पनि, केही अलिकता चाहिँ दलितका अगुवा भन्नेहरूले मलाई किन रुचाउँदैनन्, मलाई किन मान्दैनन् भन्दाखेरि उनीहरूलाई स्पष्ट छ। उनीहरू कस्तो रहेछ भने आफूलाई दलित भनिरहने, आफूलाई दलित बनिरहने, आफूले पनि नगर्ने, अरूलाई पनि आउनु नदिने। यसरी चाहिँ काङ्ग्रेसभित्र केही दलितका अगुवाहरू यसरी छेको हालेर कोही आउँछ कि भनेर यसो गरेर बसेका छन्। त्यो नेतालाई चाहिँ छेको हालेर बसेर आफू पनि जान्न छैन, अरूलाई पनि जान नदिने कङ्ग्रेसभित्रको हेरियो। नेपाली काङ्ग्रेसको 14औं महाधिवेशनमा खुल्ला महाधिवेशन जित्ने सम्भवतः म मात्रै एउटा दलित हो काङ्ग्रेस। म खुल्ला चुनाव लडेर जितेको। अरू कुरा अरूको गर्छन्, कोटा दलितको लिन्छन्। म कुरा दलितको गर्छु, कोटा कहिले पनि। म आज तपाईँको यो प्रिय कार्यक्रमबाट भनौँ, म कुनै पनि दिन दलितको कोटाबाट कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। दलितको कोटाबाट एक कप चिया पनि खाँदिनँ। म दलितको त्यो ठाउँ लगेर दलितको ठाउँमा दलितको नाम बेचेर म एक कप चिया पनि खाँदिनँ। कुनै पनि दिन दलितको सिट ओगट्न जाँदिनँ। म लडेछु भने म यही राजनीतिमा नै म खुल्ला चुनाव लडेर आउँछु, म प्रत्यक्ष चुनाव लडेर आउँछु, जनताबाट अनुमोदित भएर आउँछु। म हिजो कङ्ग्रेसभित्रको एउटा महाधिवेशन प्रतिनिधि हुँदै गर्दा पनि म कहीँ कतैबाट अरू जस्तो कोटा च्यापिएर यता यता टाँसिएर आएको होइन। म खुल्ला चुनाव लडेर 90जना क्यान्डिडेटको बिचबाट उत्कृष्ट भोट ल्याएर त्यो बिचबाट महाधिवेशन जितेर आएको। कङ्ग्रेसभित्रको हालत पनि दलितहरूको त्यस्तै छ। एमाले भित्र लागेका दलितहरूको हालत सबैभन्दा बढी दयनीय छ। कहीँ कतैबाट ठाडो आँखाले हेर्न पाउने अवस्था छैन त्यहाँ। एकजना दलितले ढुक्कले सास फेर्न पाउने अवस्था छैन त्यहाँ। कसै पनि दलित यसो हेरेँ मैले त्यहाँभित्रको दलितहरूको हालत पनि। अपहरणमा बन्धक बनाएर राखेको, हमासले बोको हरामले बन्धक बनाएर राखेका विपिन कार्कीहरूको अवस्थामा छन् तिनीहरू त्यहाँ अहिले कङ्ग्रेस एमालेभित्रको। अब तपाईँले माओवादी कुरा गर्नुभयो, तपाईँले पनि कुरा ठिक हो। माओवादीको लडाइँ कसले लडेको थियो भन्दा मेरो घरको जेठो भेनाजु चन्द्रबहादुर सुनारले लडेको थियो। खारा र पिली जस्ता त्यो अप्ठ्यारो ठाउँमा गएर नेपालका चर्चित जनयुद्धको त्यो चाहिँ दोहोरो भिडन्तमा एलएमजी समातेर लड्नेको थियो भन्दा मेरो घरको जेठो भेनाजु ओम कुमारी सुनारको बुढा चन्द्रबहादुर सुनार, मेरो जेठी दिदीको श्रीमानले लडे। त्यस्तै मेरो भेनाजु र दाईहरू दिदीहरूले लडे। तर खारा र पिलीमा एलएमजी बोकेर लडेका मेरा भेनाजुहरू टाउकोमा छर्रा, शरीरमा गोली, मनमा पीडा, समाजको घृणा, त्यो अपमान, त्यो अन्याय, अत्याचार, जिन्दगी ध्वस्त पारेर लडेका मान्छेहरू अहिले इन्डियाको नयाँ दिल्लीमा अर्काको भाडाको अटो रिक्सा चलाइरहेका छन्। कसको देशमा? त्यो भारतको देशमा। भारतलाई माओवादीले के भन्थ्यो? अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्धमा लाल सेनाहरू लड्न तयार हुनुपर्छ, श्रमयुद्ध गर्नुपर्छ भारतसँग भनेको त्यही विस्तारवादी भनिएको त्यो देशमा अहिले पनि माओवादीका लाल सेनाहरू आँखाबाट रगतको त्यो आँसु बगाएर अहिले पनि अर्काको देशमा गुलामी गर्नु परेको छ। तपाईँले भनेको कुरा ठिक हो। 64मा माओवादी जुन रापतापले आएको थियो, माओवादी त्यो ठाउँमा पुग्दै गर्दा एउटा दलितलाई गृहमन्त्री बनाइदिएको भए, दलितको सबैभन्दा बढी 40% दलित बस्ने कर्णालीमा माओवादीले दुई-दुईचोटि तीन-तीनचोटि मुख्यमन्त्री पाउँदै गर्दा एउटा दलितलाई मुख्यमन्त्री बनाएको भए, एउटा दलित माओवादीको प्राथमिकतामा परेको भए, त्यो भेनाजुको जिन्दगीलाई हेरेर हामी माओवादीको गुण तिर्न जानु पर्थ्यो। तर आज हाम्रा घरका दाई दिदी दलितहरूले एउटा दलितको दिलबहादुर रम्तेल एउटा सार्कीको छोरोको बलि चढेर माओवादीको जनयुद्ध सुरु भएको। तर त्यो माओवादीभित्र तिनै दिलबहादुर रम्तेलको आमा माओवादीबाट एउटा सदस्य लड्दा आज हार्नुपर्ने बेला बनेको छ यो बेलामा। त्यसैले माओवादीको कार्यकालमा दलितहरू फुलेको भए, फग्रिएको भए, बासना छरेर हिँडेको भए हामीले त्यसलाई जुर्के काँधमा बोकेर हिँड्नु पर्थ्यो। माओवादी जनयुद्धलाई त्यो 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 लाभ हामीले उठाउनु पर्थ्यो, त्यो गुण हामीले तिर्नु पर्थ्यो। तर माओवादी जनयुद्धमा लागेका दलितहरू बेहाल भएर अहिले म भारतको गल्ली गल्लीमा गएर दलितहरूको हालत चाहिँ हेरेर आएको छु नि। अधिकांश मान्छेहरू माओवादी जनयुद्धले लड्न सिकाए मान्छेलाई।
विद्रोह गर्न सिकायो मान्छेलाई। म यसमा नराम्रो कमेन्ट गर्दिनँ। मान्छेलाई उठ्न सिकायो, लड्न सिकायो। आज हामीभित्र पनि जे विद्रोहको भाव जागेको छ, हामीले हिजो माओवादी जनयुद्ध देखेर भोगेर दैलेखबाट त्यसको प्रत्यक्ष एउटा विस्थापित पात्र हामी पनि हुनुको नाताले हामीले त्यो देखेका छौँ। त्यसैले माओवादीको प्राथमिकताको विषय दलित बन्थ्यो भने आज सबैले प्रचण्डलाई साथ दिनु पर्थ्यो, त्यो माओवादीहरूसँग दलितहरू हुनु पर्थ्यो। तर माओवादीभित्र लागेका दलितहरू घर न घाटको भएर बसेको यो बेलामा माओवादी हाम्रो लागि उपयुक्त पार्टी होइन। आजको समयमा विचारका हिसाबले, दृष्टिकोणका हिसाबले, वर्गीय मुक्तिका हिसाबले, जातीय मुक्तिका नारा लगाउने सन्दर्भमा ती मजबुत नारा लाग्न सक्ला, त्यहाँबाट मजबुत कुराहरू हुन सक्ला। तर आज ठ्याक्कै हेर्दाखेरि चाहिँ उनीहरूबाट पनि अब यो दलितहरूले ठ्याक्कै पाउने अवस्था देखिँदैन। त्यसले गर्दा अहिले तपाईँले भनेको जस्तो अब अर्काको मात्र बैशाखी टेक्ने कुरा छैन। यहाँभित्र स्वयं हामी पनि त्यो पौडी त्यो 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 तालमा हामी पनि हाम फालेर, त्यो सागरमा हामी पनि हाम फालेर त्यहाँभित्र हामी आफै पौडेर गएर छलफल गराउनु पर्ने बेला भएको छ। त्यसैले गर्दा कङ्ग्रेसमा लागेका दलितहरूलाई पनि धन्यवाद भनौँ। तिमीले कङ्ग्रेसमा भोगेको जिन्दगी आज हाम्रो लागि खुल्ला किताब भयो। तिमीले एमालेमा भोगेको त्यो पीडा आज हाम्रो लागि खुल्ला किताब भयो। तिमीले माओवादीमा खाएको त्यो रगत पसिना, त्यो गोली, त्यो छर्रा आज हाम्रो लागि सिकाइ बन्यो। अब दलितले यो जाने बाटो कता हो भन्ने कुरा चाहिँ अब चाहिँ स्पष्ट हुनुपर्छ। अझै पनि अलमल बढेर प्रचण्डबाटै हुन्छ भन्ने कुरा चाहिँ अब हामीले त्यो अलमलमा पर्नु हुँदैन। फेरि द्वितीयको सरकार आउँदै गर्दा काङ्ग्रेस एमालेबाट हुन्छ भन्ने कुरा फागुन अस्तिको चाहिँ भदौ 21 पहिला 23 पहिला कस्तो सरकार थियो भन्दा यही काङ्ग्रेस एमालेका द्वितीयका सरकार थियो। हामीले हेऱ्यौँ नि त्यो डबल इन्जिनका सरकार, द्वितीयका सरकार, यिनका बहुमतका सरकार, यो सबै कुरा हेरियो। अब दलित, अब आम नेपाली अलमल पर्नु हुँदैन। छान्ने कुरामा, हेर्ने कुरामा कहीँ कतै अब हामी हल्लिनु हुँदैन। अब ढलमल गर्नु, अलमल गर्नु पनि जरुरी छ। त्यसैले यो बेलामा देशलाई सङ्कट परेको छ, समाजलाई सङ्कट परेको छ। केही मान्छेहरू उत्साह बोकेर एउटा मधेसबाट आएको एउटा मधेसीको छोरो, एउटा मधेसको पहिचान र त्यो एउटा पृष्ठभूमि बोकेर आएको एउटा मधेसीको छोरो देशको एउटा कार्यकारी भूमिकामा पुग्दैछ भने यो बेला साथ दिनुपर्छ। अब पार्लर सम्बन्धी सम्पूर्ण तालिम तथा सर्भिसका लागि देशका विभिन्न 30 शहरमा द ब्युटी ओल मेकअप पार्लर ट्रेनिङ सेन्टर। मोबाइल नम्बर 9824959022।